माननीय सर्वेन्द्रनाथ शुक्ला, त्यसपछि माननीय डाक्टर अमरेश कुमार सिंह। सम्मानीय सभामुख महोदय, जलस्रोतको धनी नेपाल दशकौंसम्म यसको उपयोगमा सक्षम हुन नसकेर केही अगाडिसम्म हामी विद्युत आपूर्तिमा पनि आयातमुखी रहँदै आएको तथ्य सर्वविदित नै छ। लोड सेडिङ कम गर्न विद्युत ऊर्जा आयात गर्दै आएका हामी अहिले पीक आवरमा पनि हामी करोडौं रुपैयाँको विद्युत ऊर्जा निर्यात गर्न सक्षम भई ठूलो उपलब्धितिर गइरहेका छौं सभामुख महोदय। यसको साथै आयात निर्यातको सम्बन्धी प्रसारण लाइनको क्षमतामा पनि वृद्धि भएको छ, त्यसको क्षेत्रमा पनि वृद्धि भएको छ। राजधानी र शहरी क्षेत्रमा वितरण प्रणालीको कुरा गर्ने हो भने उद्योग धन्दा, होटल व्यवसाय र अन्य पर्यटन क्षेत्र पनि विद्युत आपूर्तिको स्तर अहिले सन्तोषजनक छ। तर सभामुख महोदय, नेपालको अत्यधिक जनसङ्ख्या ग्रामीण क्षेत्रमा रहेको र त्यसमा पनि हाम्रो अन्न भण्डारको रूपमा रहेको तराई मधेसको ग्रामीण क्षेत्र केही अपवाद बाहेक समग्र ग्रामीण क्षेत्रमा नै विद्युत आपूर्ति अत्यन्त दयनीय रहँदै आएको छ। तो दुर्भाग्यपूर्ण के छ भने न्यून गुणस्तरीय आपूर्तिको सबभन्दा बढी मार जीडीपीमा सबभन्दा ठूलो योगदान गर्ने कृषि क्षेत्र र कृषकमाथि नै परेको छ। कृषि उपकरण त के, कृषि मोटर त के, घरेलु मोटर पनि नचल्ने अवस्था सृजना हुन्छ सभामुख महोदय। विद्युत आपूर्ति बन्द भएर पुनः सञ्चालनमा आउँदा घरेलु पंखा चलाउँदा पनि उठेर लट्ठीले घुमाउनु पर्ने स्थिति पनि कहीँ कहीँ विद्यमान छ र त्यसको सहारा लिनु पर्दछ। शहरी क्षेत्रको बासिन्दालाई यो प्रहसनको विषय होला, तर ग्रामीण क्षेत्रमा त्यो यातना साक्षात छ र जनताले भोगिराखेका छन्। सभामुख महोदय, यहाँ भन्नै पर्ने हुन्छ, बजेटमा उल्लेख भएको प्राधिकरण र पालिकाहरूको सहकार्य पनि यो विद्युतको न्यूनताले गर्दा प्रयोजनहीन हुन जान्छ, काम लाग्दैन। सभामुख महोदय, वर्तमान समस्या हाल सालको त्रुटिको परिणाम होइन। 40 को दशकमा पूर्व पश्चिम राजमार्गको छेउमा जुन प्रसारण लाइन बनाउने निर्णय भयो, त्यसले गर्दाखेरि लोडको अत्यधिक केन्द्रीकृत रहेको, कन्सन्ट्रेटेड रहेको जुन हुलाकी राजमार्गको वरिपरिको क्षेत्र छ, जहाँ औद्योगिक क्षेत्र पनि विकसित छ, ठुल्ठुला गाउँहरू छन्, नगर छन्, सबभन्दा बढी आवश्यकता त्यहाँ छ, तर सब स्टेसनहरू पूर्व पश्चिम राजमार्गको छेउमा छन्। त्यसले गर्दाखेरि त्यहाँसम्म जाँदाखेरि भोल्टेज ड्रप भइरहेछ। अझ सीमावर्ती क्षेत्रसम्म पुग्दाखेरि सभामुख महोदय, मलाई लाग्छ जुन अझ 15 किलोमिटर 15-20 किलोमिटर दक्षिण पुग्छ, त्यहाँसम्म पुग्दाखेरि त्यो विद्युतको गुणस्तर झन खस्किँदो छ र त्यसको उपयोग हुन सक्दैन। सुधारको लागि सभामुख महोदय, ठाउँ ठाउँमा सब स्टेसन निर्माण गरेर वितरण प्रणालीलाई सुदृढ गर्ने योजना रहे पनि प्राथमिकतामा यो छैन। पैसा त्यहाँ गइरहेको छैन। काम 7औं वर्षदेखि फिजिबिलिटी स्टडी भइसकेको छ, तर काम अगाडि बढ्न सकेको छैन सभामुख महोदय। त्यस्तो स्थिति छ। उदाहरणको लागि 6-7 वर्ष अगाडि सम्भाव्यता अध्ययन गरेको रूपन्देहीको मर्चवारमा महदैयाको सब स्टेसन 73-74 मा त्यसको सम्भाव्यता अध्ययन भयो। त्यस पछाडि त्यसको टेन्डर पनि भयो, तर काम ठ्याक्कै रोकिया छ, अगाडि बढ्या छैन। ठेकेदारको भनाइ नै शून्य हो भने त्यहाँ आवश्यक रकमको आपूर्ति हुन सकेका छैन। तसर्थ सभामुख महोदय, बहुसंख्यक जनतालाई यो पीडाबाट निकाल्न मलाई लाग्छ राज्यले ध्यान दिन जरुरी छ। त्यसले गर्दाखेरि कृषिको उपयोग र कृषिको उत्पादन पनि घटेर गएको छ र यसको समग्र प्रभाव हाम्रो अर्थतन्त्रमा पर्न निश्चित छ सभामुख महोदय। त्यसैले यस्तो स्थितिमा मलाई लाग्छ सरकार गम्भीर भएर
जहाँ जहाँ विशेष वितरण केन्द्रको आवश्यकता छ, स्थापना जरुरी छ। अहिले मध्य प्रदेशको केही जिल्लामा सुरु गरेका छ, लुम्बिनी प्रदेश र अन्य जिल्लामा त्यो समग्रमा धेरै काम बाँकी छ, सुरु नै हुन सकेका छैन। त्यसैले सबै क्षेत्रको सर्वे गरेर ग्रामीण क्षेत्रको विद्युतको गुणस्तरमा सुधार र त्यसबाट कृषि क्षेत्रको विकासको काम गर्नलाई म माननीय सम्बन्धित मन्त्री र सम्बन्धित सबैको ध्यान आकर्षण गराउन चाहे। धन्यवाद।